पर्दै भन्नु पर्दै फेरि पऱ्यो यतातिर कर्णालीको ठुलो यस्तो राम्रो पानी बगिरहेको बाह्र महिना पानी भयो जाली मात्र सिधै जानु पर्यो यति पानीहरू पनि गिरिहाल्छ बाटोमाथि साह्रो पानी पऱ्यो रे दाइ हामी जहिले प्लान गरेर फेरि पानी पऱ्यो अलि बेरसम्म पानी पर्दैन कि भन्ने हिसाबले यो होइन उसको घर त्यसलाई फुल बनाएर यो मैले 12-13 मिनट बनाएर हालेको छु बनाउँदा हाल्दै आयो अहिले हाम्रो पानी सबै पानी आयो एकछिन त्यहाँ रोक्नु र कतै माथि गर्नु अघिसम्म पानी नपर्ने हो कि भन्ने बाटो यो बाटो पिच कहिले भयो त्यताका नेताहरूले अलि उ गरे के कन्जुसाइ गरिरहेको
रिङ रोड सेट बनाइदिएको कस्तो राम्रो हुन्थ्यो ठाउँलाई अरू केही नगरे पनि पछाडि सक त गएन यसको सबभन्दा धेरै वेट भनेकै नै जाने चाहिँ सक त हो तेर्से उतै देउरातिर हामी त्यहाँ आइसकेको छ यहाँबाट माथि जाने होइन होइन त्यस्तै ग्राभिलको बाटो भइरहेको गइहाल्यो तल तमार भयो त जान्छ तपाईँहरू पनि त जान्छ यही बाटो पनि पिच गरेर
छुट्नु दिए परिवार हे ईश्वर तपाईका रनहार हे ईश्वर तपाईका रनहार पापी हृदय छटपट गरी खोज्छन् मुक्ति उपाय पापी हृदय छटपट गरी खोज्छन् मुक्ति उपाय मुक्तिको बाटो स्वर्गको वैभव तपाईँले रचेका हे ईश्वर तपाईँले रचेका हे ईश्वर तपाईँले रचेका गुहु गर्ने वनमा उड्ने कोहीले छाडेछ गुहु गर्ने वनमा उड्ने कोहीले छाडेछन् खोलो गर्दै खोला बग्ने तपाईँका सृष्टि हुन् हे ईश्वर तपाईँका सृष्टि हुन्
जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँडिरहे मैले हार सम्झे जीवनलाई बेथै थियो यो जीवन मेरो प्रभु तपाईमा अर्थ पाएँ बेथै थियो यो जीवन मेरो प्रभु तपाईमा अर्थ पाएँ जब म प्रभुको